ल आवाज आएन त ल So hello and namaste everyone, welcome back to my new video. र धेरै पछि फेरि अर्को भिडियो लिएर आइरहेको छु र आज चाहिँ हो पुसको 26 गते र आज हाम्रो छाकथोक मोर परिवारको चेलीबेटी भेटघाट कार्यक्रम यो लोसारको अवसर पारेर हामी वर्षेनी गर्ने गर्छौँ र यसपालि चाहिँ 8औं हाम्रो यो छाकथोक मोर परिवारको चेलीबेटी भेटघाट तथा प्रीतिभोज कार्यक्रम हो र अहिले चाहिँ बिहानको कति बजेसम्म हुन्छु 9 बजे छ म चाहिँ भर्खर आउँदैछु मम्मी बाबाहरू चाहिँ बिहानै आएर कामसामहरू टक्क सबै पारिसक्नु भएको रहेछ र अहिले चाहिँ उनीहरू रोटी पोल्दै हुनुहुन्छ र कसरी रोटी पोल्दै हुनुहुन्छ भनेर चाहिँ यहाँ यस्तो सानो भिडियो बनाउनु भनेर कुर्सी सुर्सीहरू सब सेटअप भइसकेको रहेछ होइन बाबा दाइहरू मिलेर र ब्यानर चाहिँ हिजो मैले बनाएको हो ठिकै भएर रहेछ यो मलाई साइजको चाहिँ अलिकति डाउट लागिरहेको थियो यो चाहिँ हो छाकथोक गाउँ मोर परिवार 8औं चेलीबेटी भेटघाट साथै सेवकाई कार्यक्रम पुसको 26 गते शनिबार तनहुँतमु समाज भवन पोखरा 10 र यो चाहिँ पोहोरको फोटो हाल्दै थिएँ मैले पहिलाको चाहिँ हालेको थिएँ यो चाहिँ आमाहरू यो फोटोमा चाहिँ सबै चेलीबेटीहरू ज्वाइँहरू होइन चाहिँ आमाहरू भयो मोर परिवारको चाहिँ मोर परिवार सबै यस्तो छ र माथि गएर हेरौँ है त ल यो त पनि सेटअप भइसकेको छ है गुड मर्निङ रोटी पोलेको माथि हो म चाहिँ माथि हेरेर बाबा नमस्ते त्यही खिच्दै आएको चल्दैछ नि ठिक छ सबै रोटी पोल्ने कार्यक्रम चाहिँ यता छ ओहो हाम्रो भेटायो ठिक छ यो चाहिँ चिना हालेको अब चाहिँ हामी घर रेडी हुन जाँदैछौँ मम्मी बाबाहरू चाहिँ बिहान नै आएर कामहरू भ्याएर अहिले चाहिँ अब घर रेडी हुन जाँदैछौँ हामी चाहिँ अनि 10 बजीभित्र आएर खाजा खाइहाल्नुपर्छ अन्त ढिलो हुन्छ लाग्यो अहिले भेटौँला A few moments later. हेलो नक्कलीहरू हजुर दाइ के छ ल रेडी भएर आइपुग्यौँ हामी समाज गरेर अलिक ढिलो भयो म चाहिँ जाँदैछु हामी माथि आएर हुनुहुन्छ हेलो हेलो नमस्ते नमस्ते आइसक्नु भयो हेलो हेलो आइपुग्नु भयो हजुर ल ल ल सुरु नमस्कार कहाँ छ ल सुरु 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 भइसक्यो बिग मास्टर ओहो को नेता हो केही बोल्नु न दाइ भाउजू आमा कति बेला आइपुग्नु भयो ल खाने के छ बजे हजुर बाबु ल आजको खाने ब्रेकफास्ट चाहिँ यस्तो छ चिनी हालेको रोटी फिस आलु अचार ल म नि खा चाहन्छु ल हाम्रो दमलीबाट पाहुनाहरू चाहिँ आइसक्नु भयो के छ हेरो हेलो दाइ
Uncle. हजुर Uncle. आउनु आएर हुन्छ भाइ धेरै पछि के छ हिरो तपाईँ त माथि यहाँ चाहिँ यस्तो छ है छापथोक मोड परिवार रेसिनाको फोटो आउँदै हुनुहुन्छ उताबाट दमलीबाट पाहुनाहरू फुपूहरू पानीहरू वेलकम छ है वेलकम छ भाइ माथि जानुभयो जाउँ जाउँ सन्चै हुनुहुन्छ सन्चै म Babu hai. ल जाउँ माथि जाउँ सन्चैमा जातिमा यति हेर्नु त हो कति राम्रो देखेँ कि हो बेसेरी बेसेरी नमस्ते फुपू दिदी ल आउनु जाऊँ जाऊँ माथि अर्ग्यानिक साग आयो खोइ धेरै आइदिनु मलाई दिन्छु माथि अलि हेर ल फुपूको कोसेली नमस्ते 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 फियोना फियोना Bye kate ba. के खाएको नि बुन्टी त कति बेला आउनु म त आखि नै आको माथि त देखेन त पानी खायो पुसाई नमस्ते नमस्ते पुसाई ह्याप्पी लोसार आउनु भयो हजुर नमस्ते भिडियो खिचौँ भनेको ढिलो होइन ल अब ल साह्रो हेलो 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 नमस्ते 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 ल आउनु नमस्ते मिलेन है कसैले धेरै ल्यायो क्या हो दुईवटा हातमा कोसेल छ के भन्नु मम्मीले कसैले ल्याइदिए हो ल हाम्रो दमलीबाट आउनुभयो अझै आउनु बाँकी हुनुहुन्छ अब चाहिँ हामी मास्तिर लाग्छौँ एकछिन नमस्ते लाउनु खाने लाउनु आउनु हेलो हिरो के छ नगर्ने ल पानीहरू पनि आइपुग्नु भयो अब पानीहरूलाई माथि लिएर जान्छु फुपू सवन खाने नमस्ते सवन म ल जाउँ नमस्ते ल ल वेलकम वेलकम ल हाम्रो फानेहरू आउँदै हुनुहुन्छ है फाने फुपूहरू एकछिन यता बस्नु उता राख्नु भुन्डी त कति ठुलो भइन्छ उसै नमस्ते आउनु भयो यता बस्नु खाने आउनु भयो झोला राख्ने यहाँ राख्ने झोला राख्ने खाने नमस्ते वेलकम वेलकम भनेको ल ल नमस्ते कति राम्रो देखेको कोका कुरो कुचिदिएर राख्नु अहिले ल यता बस्नु रेस्ट गर्ने एकछिन नाचे नि भयो ल ल वेलकम हाम्रो मूर्खलकको चेलीहरू होइन नमस्ते नमस्कार हजुर ल आउनुहोस् आउनुहोस्
वेलकम फाने हाम्रो फानी आए भर्खर कति ढिलो त नि नमस्ते नमस्ते ल नमस्ते आरो हुनुहुन्छ ल अच्छा नमस्ते नमस्ते सबैलाई नमस्ते कति राम्रो देखेको हो सबैजनालाई अहिले पनि अहिले बोल्ने है बेटा नमस्ते आउनु भयो चल नमस्कार दिदी नमस्ते ल वेलकम ल जाउँ माथि को यो झिल्के ओइ हेर्नु वाह नमस्कार भैया अच्छा यता पो राम्रो आयो हेलो घाम ताप्नु भएको एन्टिलाइट पऱ्यो हेलो हेलो चल्नु चल्नु कस्तो रमाइलो देखेको सोल्टी कति ढिलो त नि यार ल वेलकम छ्याजालो भन तिमी पनि छ्याजालो भन हेलो हेलो वेलकम किन हो ढिलो मास्क पकाल्नु न आइच खोइ त दाइ दाइ खोइ त सुनाइदिनुहुन्छ हाम्रो मोर वरिष्ठ व्यक्तित्व आदरणीय दाई श्री मिलबहादुरज्यू केही कारण समस्याको कारण उहाँ कार्यक्रममा उपस्थित हुनु नसकेको कारण उहाँबाट दिनुभएको सन्देश सम्पूर्ण दिदी बहिनी दिदी भेनाज्यू ज्वाइँ भान्जा भान्जी नाति नाति फुपू पुसाई मित्रगण र मित्रगणमा सन् 2022 सालको दोस्रो एवं अङ्ग्रेजी सालको नयाँ वर्षको पावन अवसरमा सबैमा सुख शान्ति समृद्धि उत्तर प्रगतिको दीर्घायु शुभकामना दिनुभएको छ उहाँको तर्फबाट रूपमा सुरु हुन्छ जसमा सुरुवात मुस वर्ग यानि कि चिउलो वर्गबाट सुरु हुन्छ
चेलीबेटीको तर्फबाट हजुरहरूको त्याग सङ्घर्ष र योगदानको कदर गर्दै सम्मान अर्पण गर्न के हो यस्तो कसरी बस्यो अब यसरी जालु गुरुङलाई हाम्रो खाने काइनी खाने र पापुली खाने जिउबाट Thank you.
चेलीबेटीहरू पाहुनाहरू चाहिँ फर्किन लाउनुभएको छ दमोली आफ्नो घरतर्फ। अहिले चाहिँ 5:30 बजे छ, 5:30 बज्यो। अब एक टोली चाहिँ गइसक्यो, एक बस, फेरि अर्को बस आएको छ। नभए चाहिँ फर्किँदै हुन्छ। एकलाई काटी 10 वर्ष 20 वर्ष बल्ल गर्यो आँखाले स्पर्श हावा सरर लिगली कोट टाढैमा हावा सरर जता छ निर्माया उतै खजर श्रीनाथ कोट टाढैमा हावा सरर जता छ निर्माया उतै खजर श्रीनाथ कोट टाढैमा हावा सरर जता छ निर्माया उतै खजर एउटा फोटो राखौँ है खिचेर राखौँ मल्चिनु दिम्हाने बानी दिम्हाने बानी बस्ने नै पोखरेली नानीलाई नबिर्सनु है पोखरेली नानीलाई नबिर्सनु है पोखरेली नानीलाई नबिर्सनु है सरकारी जागिरे गोर्खा पल्टनको सरकारी जागिरे गोर्खा पोखरेली नानीलाई ल अब चाहिँ हाम्रो आजको कार्यक्रम लगभग सकिन लागिसकेको छ। पाहुनाहरू चाहिँ गइसक्नुभयो। अनि हाम्रो गाउँखोलाको सबैजना अनि फानीहरू पनि हुनुहुन्छ, फुपूहरू पनि हुनुहुन्छ। यहाँ एकछिन लास्टमा नाचेर रमाइलो गरेर अहिले थकित भएर बस्दैछौँ। अब चाहिँ यहाँबाट हामी लाग्छौँ घरतिर। प्लस आजको प्रोग्राम पनि रमाइलो भयो। हाम्रो छापचौक गाउँ मोड परिवारको 8औं चेलीबेटी भेटघाट कार्यक्रम पनि अब सकियो। आज शनिबारको दिन एकदम रमाइलो भयो। हाम्रो पाहुनाहरू पनि
चेलीबेटीहरू पनि सबैजना निम्ति मानेर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र अब भने हामी अब लाग्छौँ एकछिनमा है त ल आजको भिडियो यति नै कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला ओके गाइज यो नेक्स्ट ब्लग बाई बाई ल नमस्ते गर्नु लास्टमा ल नमस्ते नमस्ते ल गाइस म चाहिँ रियालाई तल घर छोडेर आएँ अहिले चाहिँ सबैजना फुपू फानीहरू हुनुहुन्छ हेर्नु त रमाइलो ओहो कति कमाएछ फुपूले आज फुपूले गीत गाएर 16,400 आज 16,000 होइन 21,000 21,000 कति 435 हाम्रो फुपूहरू त खानेहरू फेरि सब सिङ्गर हो नि ल मादल लिएर आउनु पऱ्यो पस्नु त पस्नु म चाहिँ मादल लिएर जान्छु त कस्तो छ लाउनु